हेलो गाइज नमस्ते तपाईहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्दै आज न्यू भ्लग लिएर आएको छु मिनी भ्लग साथीहरु सो अन्तिमसम्म हेरेर साथ अनि माया अनि सपोर्ट गरिदिनु होला कृपया मेरो भिडियोमा कसको आँखा लागेको नि त्यो भएको 12 भ्युज पनि आउनु छोड्यो के भयो कुन्नी साथीहरु हेरिदिनु होला माया लाइक एन्ड कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला साथीहरु सो आज चाहिँ भन्दै म चाहिँ जान आँटेको छु हस्याएर झकबकेर साइल्सा काट्नु साथीहरु हेर्न सक्नुहुनेछ हाम्रो मकैका पिप्रो हेर्नु कति राम्रो आएका देख्नुभयो अस्ति भर्खर मैले मल बोकेर छरेर फलाएका चिजहरू हुने सब अब खाने दिन पनि चाँडै नै आउँछ सो साथीहरु अनि तपाईहरु कस्तो हुन्छ होला कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला सो म चाहिँ एकदम हँसिली छु खुसीली छु अरे ए राडाको बन किन झर्यो यो आफै यो ढुङ्गा झरिरहेछ साथीहरु यो ढुङ्गा किन झर्यो कसरी झर्यो मलाई केही पनि थाहा छैन सो थाहा नभएको साथसाथैमा म यताबाट जाने छु साथीहरु हेर्न सक्नुहुनेछ मैले सिमी पनि रोपेको थिएँ नि साथीहरु सिमी मकै सो साथीहरु सिमी देखाएको भ्लग चाहिँ आएन साथीहरु किनभने म एकदमै बिजी छु साथीहरु आजभोलि किन घरमा यति धेरै काम छ कि आउन नसोच्नु होला सब कामै काम छ तमाम हरिया झुले मस्तुले कान्छौ गोरेमा छैन तिमीमा जस्तो नकले सैलाको छ र सो साइल सक्छ कि छैन साथीहरु त्यो मलाई यति नि थाहा छैन तर म लिन जाँदैछु साथीहरु मैले साथीहरु डेलिभरी गरेको छु लुगा अनि जुत्ता तपाईहरुलाई म देखाउने नै छु तर मेरो लुगा चाहिँ आइपुगेको छैन जुत्ता चाहिँ आइपुगेको छ जुत्ता चाहिँ लुगा आएपछि नि एउटा भ्लग हुनेछ मिनी भ्लग बुझ्नुभयो साथीहरु मिनी भ्लग ल्याउँछु म त्यसको पनि चिन्ता नगर्नु होला सो अनि तपाईहरुकोतिर कतिको पानी पर्दछ हाम्रो घरतिर त गाउँ घरतिर त पानी परेर भन्नुहुन्छ भने साथीहरु जुका निस्किन थाल्छ जुका भनेको थाहा छ गाइस कतिपय त गाइसलाई थाहा होला कतिलाई थाहा नहोला सो अनि त्यस्तो छ म सिलीलाई जुकाले टोक्न आँटेको साथीहरु तपाईहरुले हेल्प गर्नु होला भनेर त के भन्नु आफ्नो केयर आफै गर्नुपर्छ त्यो मलाई थाहा छ तर खै किन मैले यसरी भने मलाई नै कुछ नहीं पता सो साथीहरु हेर्दै गर्नु होला कति प्यार बोलेको देखाउनु साथीहरु तपाईलाई अल्छी पनि लाग्छ होला त्यही भएर म सागहरू पुगेको ठाउँमा गएर भिडियो बनाउने नै छु साथीहरु अन्तिमसम्म हेरिदिनु होला साच्चै भनेको साथीहरु मेरो भिडियोमा अस्ति 12-13 भ्युज आउँदै थियो कसको आँखा लागेर एक भिडियो नआएको छैन बनाउनु नि अल्छी लाग्छ त्यही भएर तर बनाउनु अल्छी भन्दा नि नेटको समस्या पनि छ साथीहरु नेटवर्कको समस्या अनि साथसाथै पानी परेर बत्ती नआएको समस्या साथसाथै मेरो साथीहरु चार्जर बिग्रेको अवस्था फोन थिएनको अवस्था के को अवस्थाले मलाई रुकिसकेको छ साथीहरु जिन्दगीमा कति बोलेको भन्नुहुन्छ होला बोल्न चाहन्छु म यतिको बोलेन भने कतिको चाहिँ बोल्नु साथीहरु गाउँघरमा यस्तै छ सो अन्तिमसम्म हेर्दै गर्नु होला सो गाइज म चाहिँ साइलिसाग भएको ठाउँमा आइसके पालुङ्गो के पनि भन्छ यसलाई त ला सबै काटेर लगेको छ त के चाहिँ लानु हेर्न सक्नुहुन्छ दर्शकबिन साग त सबै उडाइङ अनि केही छैन अनि गाह्रो भइङ अनि यसरी गालामा हात लाइङ अब टाटा बाइङ घर सुइङ तर अलिअलि भएको त लानु पर्यो नि त हैन साथीहरु अलिअलि भएको चिज त यहाँनेरि क्यामेरा राख्दैछु
अनि काट्दैछु। सो गाइज अलिक क्यामेरा त माथि उठाउने रहेछ। सब लगिहाल्छ कसले। त्योहरू मैले चाहिँ यति टिपिसकेँ होइन। सब साग चोरी भएछ क्या। कसलाई चोरेछ चोरे पनि अब यति चाहिँ भयो। थोत्तरै चाहिँ भयो। अब सोमा चाहिँ घर लाग्नुपर्ने हुन्छ। घरमा गएर पनि कति धेरै काम छ मेरो। कामको जिन्दगी छ। घर गएर पनि हेर्दै गर्नु होला। अरे हो साग चाहिँ खतरनाकै टिपियो तर सागै थिएन। तैपनि यति त भयो। एक डोको हुन्थ्यो साथीहरू यो पोखरीमा तर सबै चोरी भएछ। साथीहरू हेर्दै गर्नु होला। म चाहिँ गलेँ है माथिदेखि आएको।